कल्पना गर्नुस्, काठमाडौँ दरबारको एउटा अँध्यारो रात दरबारभित्र अचानक घण्टी बज्छ। देशका सबै शक्तिशाली भारदारहरू हतार हतार कोत दरबारमा बोलाइन्छन्। तर केही मिनेटमै त्यो बैठक नेपालको इतिहासकै सबैभन्दा ठूलो नरसंहारमा बदलिन्छ। त्यो रात 40 भन्दा बढी उच्च पदस्थ भारदारहरू एकपछि अर्को गर्दै मारिन्छन्। तर सबैभन्दा ठूलो प्रश्न अझै पनि उस्तै छ, के यो अचानक भएको घटना थियो कि कसैले पहिले नै बनाएको डरावना षड्यन्त्र? आज हामी खोल्दैछौँ कोत पर्वको वास्तविक कथा, जुन नेपालको इतिहासमा आज पनि रहस्य बनेर बसेको छ। सन् 1846 नेपालको सत्ता राजा राजेन्द्र विक्रम शाहको हातमा थियो। तर वास्तविक शक्ति भने दरबारभित्रका शक्तिशाली भारदारहरू बीच बाँडिएको थियो। त्यसबेला दुई शक्तिशाली समूह थिए, एकातिर पाण्डे र बस्न्यात समूह, अर्कोतिर थापा र अन्य भारदारहरू। यी समूहहरू बीचको शक्ति सङ्घर्षले दरबारभित्र डर, षड्यन्त्र र अविश्वासको वातावरण बनाइसकेको थियो। यही समयमा दरबारमा एक शक्तिशाली पात्र उदाउँदै थिए, जङ्गबहादुर कुँवर। एक रात अचानक गगनसिंह खवास मारिए। गगनसिंह रानी राज्यलक्ष्मी देवीका सबैभन्दा विश्वासपात्र मानिस थिए। जब रानीले यो खबर सुन्नुभयो, उहाँ क्रोधले भरिनुभयो। रानीले तुरुन्त आदेश दिनुभयो, सारा भारदारलाई अहिले नै कोत दरबारमा बोलाओ। त्यो रात काठमाडौँको वातावरण अत्यन्त तनावपूर्ण थियो। सबै भारदारहरू हतार हतार कोत दरबारतिर लागे। तर कसैले पनि कल्पना गरेका थिएनन् कि त्यो रात उनीहरूको अन्तिम रात हुन सक्छ। कोत दरबार मानिसहरूले भरिएको थियो, सैनिकहरू, दरबारका भारदारहरू अनि राजपरिवारका सदस्यहरू। रानी अत्यन्त क्रोधित देखिन्थिन्। उहाँले आदेश दिनुभयो, गगनसिंहको हत्यारा तुरुन्त पत्ता लगाओ। दरबारभित्र आरोप प्रत्यारोप सुरु भयो। कसैले कसैलाई दोष दिन थाले। तनाव बढ्दै गयो र अचानक एक झगडा सुरु भयो। त्यसै क्षण हात हतियार निस्किए। तर एउटा कुरा धेरैलाई थाहा थिएन, जङ्गबहादुरका सैनिकहरू पहिले नै तयार थिए। अचानक कोत दरबारभित्र गोली चल्न थाल्यो। दरबारहरू चम्किए। एकपछि अर्को गर्दै देशका शक्तिशाली भारदारहरू ढल्न थाले। दरबारभित्र चिच्याहट, गोलीको आवाज र रक्तपात फैलियो। केही मिनेटमै कोत दरबार रक्तले भरिएको युद्धभूमि बनिसकेको थियो। त्यो रात 40 भन्दा बढी भारदारहरू मारिए। पाण्डे, बस्न्यात र धेरै शक्तिशाली परिवारका मानिसहरू समाप्त भए। र जब बिहान भयो, नेपालको सत्ता सन्तुलन पूर्ण रूपमा बदलिसकेको थियो। अब दरबारमा सबैभन्दा शक्तिशाली व्यक्ति बने जङ्गबहादुर। कोत पर्वपछि जङ्गबहादुरले आफ्नो शक्ति झन बलियो बनाए। केही समयपछि उनी बने नेपालका पहिलो राणा प्रधानमन्त्री। यसपछि नेपालमा सुरु भयो राणा शासन। यो शासन 104 वर्षसम्म चल्यो। तर आजसम्म एउटा प्रश्न अझै पनि इतिहासकारहरूलाई सताउँछ, के जङ्गबहादुरले यो सबै पहिले नै योजना बनाएका थिए कि यो घटना अचानक भएको हिंसात्मक विस्फोट मात्र थियो? के रानी राज्यलक्ष्मी वास्तवमै न्याय खोज्दै थिइन् कि उनी पनि त्यो षड्यन्त्रको हिस्सा थिइन्? इतिहाससँग यसको स्पष्ट उत्तर छैन। तर एउटा कुरा निश्चित छ, त्यो रात कोत दरबारमा बगेको रगतले नेपालको भविष्य नै बदलिदियो। एक रातको नरसंहारले 104 वर्ष लामो शासन जन्मायो। र आज पनि काठमाडौँको इतिहासमा त्यो रातको छाया अझै जीवित छ, किनकि केही रहस्यहरू इतिहासले कहिल्यै पूर्ण रूपमा खोल्दैन।